कालीबाटी गाउँपालिका स्वास्थ्य चौकी कालचे बालुवा सल्यान आर्थिक वर्ष 2081-82 को सार्वजनिक सुनाई कार्यक्रम प्रस्तुतकर्ता म रिता कुँवरको तर्फबाट फेरि नमस्कार गरे। यस कार्यक्रमको परिचय तथा पृष्ठभूमि स्वास्थ्य चौकी तहबाट गरिने सेवा सुविधाको सन्दर्भमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, स्थानीय तथा जनप्रतिनिधि, वडायुक्तका सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, सरकारवाला, नागरिक र सेवाग्राही बीच सार्वजनिक रूपमा हुने आजको यस प्रत्यक्ष बहस, छलफल तथा अन्तर्क्रिया कार्यक्रम नै सार्वजनिक सुनाई हो। यस किसिमको कार्यक्रमले जिम्मेवार कर्मचारी तथा पदाधिकारी र सेवाग्राही बीच छलफल भई, प्रश्न उत्तर भई, आम नागरिकको सूचनामा पहुँच, सार्वजनिक सेवा वस्तु, निर्णय प्रक्रिया, सेवा सुविधा सम्बन्धी पृष्ठपोषणबाट आगामी दिनहरूमा सुधार तथा व्यवस्थापनमा सहज हुने अपेक्षा गर्दछु। यस कालीबाटी गाउँपालिका वडा नम्बर 5 को सहयोगमा यस स्वास्थ्य कालले आज 2082 साल पुष महिना 25 गतेका दिन सार्वजनिक सुनाई कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्न गएको छ। यस स्वास्थ्य कालको 1939 सालमा स्थापना भई स्वास्थ्य चौकी कालचेको आफ्नै स्वामित्वमा 5 रोपनी 5.1 रोपनी 1 आना 1 पैसा जग्गामा रहेको यस भवनबाट 28 कोठा कर्मचारीका लागि आवश्यक क्वार्टर सहितको व्यवस्था, छुट्टा छुट्टै सेवा कक्षबाट सेवा सुचारू भइरहेको छ। आर्थिक वर्ष 2081-82 देखि यस स्वास्थ्य कालचेमा EHIRRS विद्युतीय स्वास्थ्य सूचना रेकर्डिङ प्रणाली र रिपोर्टिङ प्रणालीबाट उल्लेखित नागरिक बडापत्र अनुसार सेवा प्रवाह भइरहेको जानकारी गराउँदछु। खानेपानीका लागि 1 वटा धारा, भान्साघर सहित आर्थिक वर्ष 2082-83 साउनदेखि लामो दूरीबाट सुत्केरी हुन आउने सेवाग्राहीका लागि खानाको पनि व्यवस्था रहेको जानकारी गराउन चाहन्छु। गर्भवती महिलालाई गर्भावस्था गर्ने जाँच ANC प्याकेज ल्याब सेवाबाट निःशुल्क रूपमा प्रदान रहेको पनि जानकारी गराउन चाहन्छु। सार्वजनिक सुनवाई कार्यक्रमको उद्देश्य जिम्मेवार व्यक्ति तथा कर्मचारी र सेवाग्राही बीच दौर संवाद बीच जवाबदेहिताको संस्कार बसाई सेवा प्रवाहलाई गुणस्तर बनाउन र तपाईहरू सम्पूर्ण उपस्थित तथा नागरिकबाट रचनात्मक सुझाव प्राप्त गर्ने उद्देश्यका साथ सार्वजनिक सुनाई कार्यक्रम राखिएको छ र यसका सार्वजनिक सुनाई कार्यक्रमका विधिहरू कालीबाटी गाउँपालिका वडा नम्बर 5 सँग समन्वय गरी कार्यक्रम सञ्चालन तथा सूचना जारी गरी सरकारलाई निमन्त्रणा गरिएको छ। साथै गङ्गामाला खबरका सम्पादक श्री दिलीप ढकालज्यूलाई निमन्त्रणा गरी कार्यक्रम अगाडि बढाइएको छ र यसै क्रममा म स्वास्थ्य चौकी कालचेको प्रगति विवरण छोटकरीमा भन्न गइरहेको छु। छुटेका विवरण र तपाईहरुले चाहेका विवरण जति छुटेका बरु हाम्रो संस्थाभित्र भएका प्रगति विवरणहरू हाम्रो स्वास्थ्यको तथा कालीबाटी गाउँपालिकाको स्वास्थ्य शाखाको तर्फबाट हाम्रो सम्पूर्ण वार्षिक समीक्षामा प्रस्तुत हुने गर्दछ र यतिकैमा मैले छोटा छोटा कुराहरू टिपेर मोटामोटी कुराहरू टिपेर यहाँ प्रस्तुत गर्न गएको छु। हामीले गत वर्ष आर्थिक 81-82 को वर्षमा टोटल 1435 जना सेवाग्राहीलाई सेवा दिएका थियौँ, जसमध्ये 881 जना महिला र 554 जना पुरुष रहेको थियो र परिवार नियोजन सेवा हामीले 80 जनालाई सेवा दिएका थियौँ, जसमध्ये डिपो लाउने 12 जना हुनुहुन्थ्यो 3 महिनासुई, इम्प्लान्ट राख्ने 56 जना हुनुहुन्थ्यो र पिल्स खाने 11 जना र 1 जना हुनुहुन्छ IUCD को बिरामी 12 वर्षे IUCD हो, त्यो चाहिँ 1 जनाले गत 4 वर्ष अगाडि राख्नु भएको थियो। उहाँ नै निरन्तर सेवामा गनिनुहुन्छ है त। त्यसै गरी खोप सेवाबाट हामीले 179 जनालाई खोप सेवा दिएका थियौँ, जसमध्ये हामीले BCG लगाउने 21 जना, क्षयरोग विरुद्ध लगाइन्छ पहिलो खोप 21 जना, अनि DPT हेभी मा 27 जनालाई लगाएका थियौँ र DPT हेभी दोस्रो 19 जना र दादुरा रुबेलाको खोप लगाउने पहिलो खोप लगाउने 22 जना हुनुहुन्थ्यो, जसमध्ये पूर्ण खोपमा दादुरा रुबेला तथा टाइफाइडको खोप लगाइन्छ
त्यसमा जम्मा 30 जना र जापानी इन्सेफेलाइटिस हात्तेपाली रोग विरुद्ध 19 जनालाई र गर्भवती अवस्थामा लगाउने खोपलाई गरेर टिडी खोपलाई हामीले 26 जनालाई सेवा प्रदान गरेका थियौँ। र यसै गरी यस स्वास्थ्य चौकी कालजीमा सर्ने रोगभन्दा नसर्ने रोगबाट अलिकति जोखिम धेरै देखिने भएको र त्यहाँ आउने सेवाग्राहीहरू जम्मा हाम्रो कतिजना हुनुहुन्छ 41 जना हुनुहुन्छ। 41 जना मध्येमा उच्च रक्तचाप हाइपर टेन्सनका 27 जना, डायबिटिस मिलाइटस भनेको धातु मधुमेहका 9 जना र दमका रोगी गरी 5 जना, टोटल हाम्रो 41 जनालाई सेवा दिएको थियो। संस्थागत सुत्केरी हाम्रो वार्षिक रूपमा 36 जना सुत्केरी हुनुभएको थियो र पोषण कोसेली प्रदेशले प्रदान गर्ने पोषण कोसेली कालचे स्वास्थ्यबाट जम्मा 50 जनाले पोषण कोसेली प्राप्त गर्नुभएको थियो। यस स्वास्थ्य संस्थाको आम्दानी भन्न गइरहेको छु। संस्थागत सुत्केरी गराए बाबत टोटल संस्थाले 36 जनाको 90,000 जम्मा रकम स्वास्थ्य खातामा भएको थियो। 18,750 ल्याब सेवाबाट प्राप्त भएको थियो र पुरानो भवनको काठ निलाम बिक्री गरिएको 15,050 जम्मा कुल आम्दानी 1,23,800 भएको थियो। संस्थाको खर्च विवरण सुत्केरी सेवा प्रदायकलाई खाजा खर्च 36 जनाको 300 को दरले 10,800 रुपैयाँ सुत्केरी प्रदायकलाई प्रदान गरेका थियौँ। ल्याब सेवाको लागि सामग्री खरिद ल्याबको व्यवस्थापनको लागि मात्रै 35,532 रुपैयाँ ल्याब सेवाको लागि गरेको थियो र अन्य स्वास्थ्य संस्थाको खर्च न्यूनतम सेवा मापदण्ड अनुसारको आवश्यक सामग्री खरिद गर्न, खानेपानी महसुल बुझाउन, भूमिकर स्वास्थ्य संस्थाको भूमिकर, गत वर्षको लेखा परीक्षण तथा अन्य आवश्यक बढ्तीको लागि सामग्री खरिद गरेर बिल भराए अनुसार 63,056 रुपैयाँ हामीले खर्च गरेका थियौँ। त्यसमध्ये टोटल खर्च सम्पूर्ण खर्च मध्येको 98,588 हाम्रो आर्थिक 81-82 को टोटल संस्थाको खर्च रहेको थियो। यो व्यवस्थापन समितिको बैठकमा हामीले आयव्यय सङ्कलन गरी बिल भुक्तानी गरेका थियौँ। त्यसैमध्ये 81-82 को कार्यक्रम र आर्थिकको व्यवस्थापन समितिको मानिससँगै त्यस पछाडि 82-83 आर्थिक वर्ष 82-83 देखि हालसम्मको खर्च भरपाई बैंकको बिल भरपाईको भुक्तानी कटौती नगरेर अहिलेसम्म स्वास्थ्य संस्थाको खातामा बैंक स्टेटमेन्ट अनुसार जम्मा 1,13,778 रुपैयाँ रहेको छ। बैंक स्टेटमेन्ट निकालेको 2082-26 गतेसम्मको, त्यसभन्दा पछाडिको आर्थिक कारोबार हामीसँग गरेको छैन र यसै गरी हाम्रो स्वास्थ्य संस्थाभित्र रहेको स्वास्थ्य संस्थाको मातहतका आवश्यक सामग्री र विद्युतीय सामग्रीहरूलाई मैले छुट्टै प्रस्तुत गर्न गरेको छु। ल्यापटप 1 पिस, डेस्कटप 1 पिस, फोटोकपी मेसिन 2 पिस, फ्रिज 1 पिस, रेफ्रिजरेटर 1 पिस र हट ओभन 1 पिस, अनि माइक्रोसफ्ट 1 पिस, नेबुलाइजर मेसिन 1 पिस, बीपी सेट 4 सेट, ओट मेसिन 4 पिस, भित्तेगढी 5 पिस, फिल्टर 1 पिस र पोषण स्तनपान कक्षको लागि एउटा सोफा सेट रहेको छ र एउटा वाइफाई सेट चाहिँ यिनी विद्युतीय, अनि डेलिभरीतर्फ सक्सन मेसिन, बेबी वार्मर, पेरिलाइट, हेडलाइट एउटा, अनि स्वास्थ्य संस्थाका लागि यिनै सामग्रीमध्ये हामीलाई आवश्यक सामग्रीहरू डेलिभरी सेट 4वटा चाहिएको छ, इम्प्लान्ट सेट 3वटा चाहिएको छ, अनि इम्प्लान्ट रिमुभ सेट 3वटा चाहिएको छ, ड्रेसिङ सेट 4वटा चाहिएको छ, सुजर सेट 4वटा र एउटा फिल्टर गरी आवश्यक सामग्रीहरू र अन्य हाम्रा संस्थाभित्रका सामग्रीहरू डेलिभरी बेड 1वटा छन्, साधारण बेड 3, बिरामी चेक जाँच बेड 1, गर्भवती जाँच बेड 1, घुम्ने कुर्सी 3, कुर्सी स्टिल 3वटा, कुर्सी काठको 3वटा, कुर्सी प्लास्टिक 25वटा, टेबुल 10वटा, दराज काठको 2वटा, दराज स्टिल 5वटा, डेलिभरी अपाङ्ग मैत्री उसको लागि कुर्सी 2वटा, टिनको बाक्स 2वटा, बेन्च काठको 2वटा, हनिरा बाल्टिन 8 सेट, 8 थान, बाटा प्लास्टिक 8 थान, ब्ल्याङ्केट कम्बल 6 पिस, सिरक 2 थान, तन्ना 8 थान, पर्दा 13 थान, सोफा 1वटा र गागी आल्मुनियम 2 पिस, जग प्लास्टिकको 2 पिस, स्टिल 2वटा। हाम्रा स्वास्थ्य संस्थाभित्रका कार्य सम्पादन गर्न तथा व्यवस्थापनका लागि भएका भौतिक सामग्रीहरू र यस प्रतिवेदनको निष्कर्ष
समग्रमा स्वास्थ्य चौकी सेवा प्रवाहमा देखा पर्ने विभिन्न किसिमका सेवाहरूको लागि आवश्यक पर्ने औजार उपकरण र औषधिहरूको विषय अलि पेचिलो विषय बनेको छ। यस स्वास्थ्य संस्थामा विद्युतीय सूचना प्रणाली लागू भइसकेको विषय यहाँहरू सम्पूर्णमा सर्वोधितै छ। चाहिने कम्प्युटर ल्यापटपको एकदमै अभाव रहेको छ र एउटा पुरानो ल्यापटप बिग्रिएर मैले पालिकामा फिर्ता गरेको थिएँ, त्यो बन्न नसकेर र अहिले पाम्स भिटु कार्यक्रमबाट हामीले औषधि सम्पादन माग गर्ने तथा यहाँ कार्यक्रम औषधि सम्पादन सञ्चालन हुने भएको हुँदा उहाँहरूको हामीले माग गरेर परिपूर्ति गर्न सकेका छैनौँ। भौगोलिक रूपमा अलिक विकट नै छ हाम्रो वडा नम्बर 5, उहाँहरूलाई जानकारी नै छ। यस जानकारी मध्येमा हामीले गाउँघर क्लिनिकमा जाँदाखेरि र गाउँघर क्लिनिक जुमखला काल्चे हात्तीदमार हाम्रो यहाँ 5 नम्बरबाट स्वास्थ्य काल्चे माथिबाट जुमखला र काल्चे रहेको छ र त्यहाँ विकट क्षेत्रको कारण यता हाम्रो एउटा गर्भीकै कारणले होला मानिसहरू सुत्केरी हुँदा र गर्भवती भइसकेर बच्चा जन्मिसके पछाडि बाहिर बस्ने यो प्रक्रियाले हामीले बच्चालाई पूर्ण खोप तथा सुरुको खोप दिनलाई पहिलो खोप दिनबाट हाम्रो टार्गेट लक्ष्य अनुसार प्रगति हासिल गर्न सकेका छैनौँ र मानिसहरूले सुत्केरी हुँदादेखि नै अब समस्याहरू बसे नहोस् भनेर सुविधा सम्पन्न हस्पिटल जाने भएको कारणले उहाँहरूको सेवाहरूको हकमा पनि सुत्केरी अनुसारको टार्गेट पपुलेसन अनुसारको प्रगति हासिल गर्न सकिरहेका छैनौँ। त्यस्तै प्रकारका समस्याहरूले गर्दाखेरि जनसङ्ख्या घट्दो क्रममा छ र पोषण मैत्री वडाको हैसियतले बिरामी सङ्ख्यामा गिरावट आएको देखिन्छ। यसका कारण टार्गेट अनुसारका कुनै पनि सेवाको रिपोर्ट कम देखिन्छ हाम्रो स्वास्थ्य संस्थाबाट रिपोर्ट रेकर्ड गर्दाखेरि। यसलाई बढाउनका लागि यस क्षेत्रमा रहनुभएका तपाईँहरू सम्पूर्ण हामीहरू सम्पूर्ण जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरू सम्पूर्ण र आदरणीय पालिकाका उपाध्यक्षज्यू र स्वास्थ्य शाखाका हाम्रा आदरणीय सरहरूबाट हाम्रो यस समस्या तथा सामग्रीहरूको अभावमा विशेष ध्यान जानेछ र हामीले यो कार्यक्रमसँगै आपूर्ति अब कामै गर्दाखेरि हुन आएका सामग्रीको अभाव तथा कर्मचारी अभाव जस्ता र यिनी प्रगतिमा हासिल गर्न सक्ने कुराहरूमा उहाँहरूको राम्रो सल्लाह सुझावको लागि अपेक्षा राख्दै हाम्रो यस सार्वजनिक सुनाइ कार्यक्रमको प्रतिवेदन अन्त्य गर्न चाहन्छु र जाँदा जाँदै हाम्रो स्वास्थ्य व्यवस्थापन समितिले एमएस सेवा न्यूनतम सेवा मापदण्डभित्र रहेर कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि रहेको छ। यसै प्रोत्साहन गर्ने कार्यक्रममा जोड्न चाहन्छु महिला स्वास्थ्य स्वयंसेविकाहरू, स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरू र महिला स्वास्थ्य स्वयंसेविका लगायत आमा समूहका अध्यक्षज्यूहरू। हाम्रो यो कार्यक्रमलाई मापदण्डभित्र रहेको र गुणस्तर सेवा प्रदान गर्नको लागि र मापदण्डको स्कोर बढाउनको लागि राखिएको यो कार्यक्रममा मलाई सेलेक्ट गर्नु भएन, उहाँको आफ्नो मान्छे, उहाँको मनको मान्छे भन्ने तपाईँको मनमा नजाओस्, किनभने यो कार्यक्रम यो स्कोर नघटाउनलाई हामीले निरन्तर हरेक वर्ष एउटा संस्थाबाट स्वयंसेविका लगायत स्वास्थ्य इकाइबाट सेलेक्ट गरेर सामुदायिक स्वास्थ्य इकाइबाटका मातहतका स्वयंसेविका र स्वास्थ्य चौकी मातहतका स्वयंसेविकाज्यूहरूलाई हाम्रो स्वास्थ्य व्यवस्थापन तथा सञ्चालन समितिको कोषबाट तपाईँहरूलाई हामीले सम्मान गर्ने गर्दछौँ। यसमा निरन्तर चलिरहने प्रक्रिया हो, हरेक वर्ष हुने गर्दछ यो र गर्नु पनि पर्दछ, यसलाई नछुटेकै गर्नुपर्दछ। यसमा हामी सक्रिय रूपमा सबैले आफ्नो आफ्नो जिम्मेवारी वहन गरेका छौँ र अझै पनि गर्नेछौँ भन्दै मेरो प्रतिवेदन यही अन्त्य भएको घोषणा गर्दछु। धन्यवाद।